सबभन्दा ह्यान्डसम मान्छेको लाग्छ क्लासको सबभन्दा ह्यान्डसम मान्छेको हो केटा केटा हेर्न हेलो हेलो फेरि पनि स्वागत छ तपाईलाई मेरो नयाँ भिडियोमा। नयाँ दिन नयाँ भिडियो। आजको भिडियो तपाईलाई कस्तो लाग्छ हेरेर साथ सपोर्ट दिनु होला लास्टसम्म हैन। आजको थम्बनेल टाइटल हेरेर तपाईले थाहा पाइसक्नु भएको होला, त्यही भएर लास्टसम्म हेर्नु होला किनकि बबाल छ भिडियो चाहिँ आज। के छ सन्चै छौ? क्लासको सबभन्दा सुटिया मान्छे को लाग्छ भन्देऊ। मजाको दाजु सबभन्दा चुतिया मलाई भीमलाई लाग्छ तर त्यसको मिनिङ थाहा छैन के हो त्यो बडा। अनि सबभन्दा चाहिँ क्लासमा गफ गर्ने मान्छे को लाग्छ? ए मलाई नदेख है नै उरा म दुबै के उरा म दुबै। अनि सबभन्दा ह्यान्डसम मान्छे को लाग्छ? सबभन्दा क्लासमा लुकी कुरा गर्ने को हो? तिम्रो बेन्च पार्टनर हुन्। सबभन्दा बढी हाँस्ने? अलि नजिक आऊ के बोल्या सुन्नु। क्लासको सबभन्दा ह्यान्डसम मान्छे को हो? केटा केटा भन न सिटर। वाह क्या मुस्कुरा हेर्न भिब्रो गर्न। अनि सबभन्दा क्लासमा लुकी गफ गर्ने को हो? अनि केटी मान्छे सबभन्दा राम्रो को लाग्छ? सबभन्दा हाम्रो सबभन्दा सानो मान्छेको कलेजमा बोयफ्रेन्ड लिएर आउनेको बाटोमा त्यस्ता सर्तिकला देखाउनेको बाटोमा के बाटोमा भाइहरूलाई सर्तिकला देखाउने यस्ता भाइहरूलाई हाल्छ। नमस्ते सर, सन्चै हुनुहुन्छ तपाईँ? ल ल हाम्रो यहाँ कोचिङ सब्जी हुनुहुन्छ। स्टेट इन्टरनेसनल लको सब्जेक्ट म्याटर कसरी हो? कहाँबाट सुरु गरौँ मन भत्ती पोल्छ। वाह वाह वाह। कहाँबाट सुरु गरौँ मन भत्ती पोल्छ। पैसा नसोध भन्छु सोधिहाल। जीवन दिन्छौ खानको तिमी सुपारी दियो तिम्रो वडा दियो म कसरी बोल्ने भनेको राजेश्वरी साइलाई हो। गोविन्द राजेश्वरी साइलाई हो। आज यो हानेको यसले आमा राख्यो है, यसले टाइटल बनायो है, हानेको। आज एउटा साथीको झगडा भयो, यसले टाइटल भेट्यो है, टाइटल भेट्यो। मसँग हाल्दैन त्यो नम्बरबाट कुरा गरौँ। के कुरा गर्ने होला भन न। थुप्रै कुरा गरौँ नि। भिडियोमा लाइक कमेन्ट गर्नु छैन यार। मन नभएर एउटा उपन्यास छ नि तपाईँले बिहे किन गर्नुभयो? मन नभएर मैले त केटी नपाएर तिमी केटी पाएनौ हो? पाएको छन्। यस्तो सोझो म कसैले पट्याउनु पर्यो। यस्तो केटा सोझो छ। यदि कसैले यदि यसलाई चाहनुहुन्छ भने नागरिकताको फोटोकपी, जन्मदाताको फोटोकपी पनि लिएर आउनु। अनि 500 ब्याङ्क भाउचर लिएर आउनु। त्यो त्यसपछि मात्र पाउनुहुन्छ। मेरो फ्यान फलोवर्सहरु केटाहरु केटीहरु छन् हैन म फ्यान फलोवर्समा पर्दैन।
ल ल ल ल एउटा के अरे साइरी के भन्दै थियो त भन त ओ हेलो यहाँ चाहिँ टिकटक बन्दैछ हेर्नुहोस् है कलेजको हाफ टाइम हुने बित्तिकै टिकटक के हेर्नु त हेर्नु अब हेर ले एक मोबाइल म राम्रो देखेन भनेर हेर्नु न ओ मा के गर्दैछ नि हेर्नु न डेन्जर छ नि यार केटीहरू पनि ल साथीहरू टिकटक बन्दैछ हाम्रो ब्याट्री लो भन्यो ल अब यो भिडियो चाहिँ कस्तो बन्छ होइन साथीहरू अब पछि टिकटकमा आउँछ हेर्नुहोस् है हेलो तपाईँहरूलाई होइन यतै हो यतै हो के हेलो हात त मिलाउनु सब्सक्राइब गरिदिनु भन्नु न ल सबैजनाले सब्सक्राइब गरिदिनु ल अरू गाइज होइन मेरो प्यारो ललित भाइको युट्युबमा गएर सबैजनाले लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु ल सबैजनाले धेरै माया गरिदिनु अरू अनि अरू चाहिँ सब भिडियोमा है लाइक प्लस कमेन्ट ल त्यति नै हो आजको भिडियो हेरेर साथ सपोर्ट दिइदिनु भएकोमा धेरै धेरै धन्यवाद र यो यार चुप लाग्ने एकछिन अनि भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिइदिनु भएकोमा धेरै धेरै धन्यवाद आजको भिडियो म यही बाटोमा अन्त्य गर्न चाहन्छु बाई बाई गाइज जय